आज प्रयागको लास्ट एक्जाम छ र त्यसकै प्रिपरेसन गर्दैछ प्रयागले र म चाहिँ यहाँ लुगा पटाइरहेको छु। धेरै दिनदेखि लुगा धुँदै सुकाउँदै उठाउँदै मात्रै गरेर एकदमै बल्क भइरहेको थियो, पटाउन नभ्याएर त्यत्तिकै राखिरहेको थिएँ। र म चाहिँ नानीहरूको लुगा सानोको भिन्दै र ठुलोको भिन्दै राख्ने गर्छु। त्यस्तो गर्यो भने चाहिँ जति बेला पनि मलाई इमर्जेन्सी हुँदा म लुगाहरू भेटिहाल्छु नानीको। तर अहिले त्यही हो, बिजी भएकोले गर्दा एकदमै सिड्युल बिजी भएकोले गर्दा लुगाहरू जहाँ पाए त्यहीँ भइरहेको थियो र लुगाहरू नपाएर दुःख भइरहेको थियो। र आज चाहिँ प्रयागको एक्जाम पनि लास्ट हो अनि फेरि त्यही लुगाहरू पनि म पटाउँदैछु। अहिले मैले सानो नानीलाई प्रज्ञानलाई डाइपर चाहिँ एकदमै मैले लगाउनु छोडेको छु दिनमा र उसलाई म एकदमै डाइपर फ्री टाइम दिइरहेको छु। त्यही भएर उसलाई धेरै जस्तो लुगा चाहिन्छ, धेरै जस्तो लुगा मैला पार्छ उसले र कति उसको लुगाहरू त डेली नै धुनुपर्छ। त्यही भएर चाहिँ लुगा फेरि आफूलाई चाहिएको बेलामा नपाउँदा त्यो अलग्गै हसल हुन्छ। त्यही भएर चाहिँ आज चाहिँ मैले टाइम निकालेर म यहाँ मिलाउँदैछु र सबै बेडसिटहरू पनि धुँदै राख्दै नानीले इसी गरेर मैला भइरहेको थियो र ती सबै पनि उठाएर आज चाहिँ मलाई सबै चिजहरू आफ्नो आफ्नो प्लेसमा राख्नु छ। Like 5 good manners. मैं blue pen की red pen. जुन चाहिँ मन पर्छ त्यही लेख। Blue pen की red pen. तिमीलाई कुन चाहिँ मन पर्छ? दुईटै मन पर्छ, दुईटै। डोमको यो पेन राम्रो दामी लेखिन्छ अरे। डोम après धेर भुल्ले जस्तो लाग्दैछ है मलाई ल। नि कता लेख्छु? कता लेख्नु? अर्को कपी खै आउस कपी लेख्दै न यसमै लेख्दै त्यही हुँदैन। म कुन चाहिँ पहिला नि त हाल्नु कुन चाहिँ? तिम्रो मर्जीले लेख न कुन चाहिँ मन परेको छ। ब्लूले लेख, ब्लूले लेख, रेड मेरो। रेड मेरो हो अन्त मलाई थाहा थिएन त्यस्तै भन्छ। लेख न अन्त जुन चाहिँले पनि। रेड ओइ भयो। नचिलो न बाबा नगर न बाबा। एक साथमा दुईटा काम गर्नु एकदमै टफ हुन्छ, स्पेसली सानो नानीलाई चाहिँ ज्यादा ध्यान दिनुपर्ने हुन्छ। अहिले जे पनि टिपेर मुखमा हाल्ने गर्छ। अहिले यहीँ म लुगा पटाउनुमा ध्यान दिएँ, उसले प्रयागको इरेजर घरि सार्पनर मुखमा हालेर गर्छ। फेरि प्रयागलाई पढ्नुको लागि यति साह्रो भुलिन्छ गाइज। उसलाई फेरि माया गरेर कराएर कसो गरेर हुन्छ उसलाई पढाउँदैछु। अब आज त लास्ट हो एक्जाम र एक्जाम सकिसकेपछि चाहिँ ढुक्कै हुन्छ। यो टाइम चाहिँ अब नेक्स्ट इयर आउँदा उसको एनुअल एक्जाम आउँदा त सानो नानी अलिकति ठुलो भइसकेको हुन्छ र मलाई अलिक सजिलै हुन्छ र यो टाइममा चाहिँ एकदमै टफ। डार्क येलो। यस दुईजना आज त येलो भइरहेको रहेछ त है। ओके लु स्टार्ट गरौँ भिडियो। ओके हेलो गाइज, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल वान्स अगेन। हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। अनि आजको यो भिडियो हजुरहरूसँग म सेयर गर्नेवाला छु हाउ वी स्पेन्ड सन्डे भनेर, र सन्डेमा जे पनि गर्नेवाला छु त्यो चाहिँ सेयर गर्नेछु यो भिडियोमा।
अन्त चाहिँ आज चाहिँ म तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु। म एकदमै धेरै खुसी छु आज चाहिँ, किन भन्दा चाहिँ प्रयागको एक्जाम सकियो है। खुसी त उ पनि छ होला, पढ्नु पर्दैन, लेख्नु पर्दैन है, थोत्तु भाइ छ थोत्तु है। र त्यही भएर म एकदमै खुसी छु, किन भन्दाखेरि सानो नानी भइकन चाहिँ प्रयागले त्यति साह्रो म टाइम दिन सक्दिनँ, पढाउनु अलिकति अब योपालि होइन नि, राम्रो मैले ध्यान पनि दिनु पाइनँ उसलाई। र यो एक्जाम चाहिँ अब सकिसकेपछि त अब नेक्स्ट इयरको एनुअल एक्जाम आउँदाखेरि त नानी निकै ठुलो भइसकेको हुन्छ र मलाई मजाले पढाउन सक्छु। त्यही भनेर र पनि मेरो छोराले योपालि एक्जाममा त राम्रै गरेको होला है। सोच्नु राम्रो गरेको हो कि हैन सोच्नु। ए ल ठीक एकपल्ट चुज गरिहाल्नु हो, राम्रो गरेको हो कि हैन। राम्रो त गर्यो मेरो छोराले, किनभने मेरो छोरा त ज्ञानी मान्छे छ हो। अन्त यही प्रयागको एक्जामले गर्दाखेरि कतिवटा चिजहरू मैले अनबक्स गरेकै थिइनँ, त्यो कोही मिन्त्राबाट या कोही मेसोबाट होला मैले अर्डर गरेको थिएँ, त्यो अनबक्सिङ गरेकै छुइनँ र त्यो चाहिँ आज म अनबक्सिङ गर्ने। र त्यसमा चाहिँ एउटा सरप्राइज पनि छ मेरो छोराको लागि। लिएर आउँछौ? जब लिएर आऊ। कता छ? भित्र रुममा छ, हामी निमी गर्ने रुममा छ, जब लिएर बिस्तारै 1 बाइ 1 ल्याउँ ल। र यो दिनहरू नि यस्तो डरलाग्दो ह्याक्टिक डे रह्यो मेरो लाइफमा, किनभने सबभन्दा इम्पोर्टेन्ट हुन्छ ठुलो नानीको। सानो नानी त इम्पोर्टेन्ट हो र ठुलो नानीलाई पनि सानोलाई जस्तो नै ध्यान दिनुपर्ने हुन्छ। तर त्यही हो, अब सबै चिज ब्यालेन्स गर्दा गर्दा कता न कता त अब डिसब्यालेन्स त भयो, तर पनि मैले निकै ब्यालेन्स गर्नु खोजेर र यो चिजहरू यो टाइम मैले पार गरेँ। अब अहिले नानी 16 मन्थ्स भयो र धेरै अब अहिले त मलाई पनि कामहरू सबै कुरा कम हुँदै जाँदैछ। र सबभन्दा पहिला स्टार्ट गर्छु गाइज मेरो छोराको गिफ्टबाट। आई क्लोज गर। यता बस्छ न, मम्मीको काखमा नबस्छ, यहाँ बस्छ ल। ल है, मेरो छोरालाई गिफ्ट ल्याइदिएको छु मैले, किनभने मेरो छोरा योपालि राम्रो पढेको छ हो। अन्त पूजा पो गर्नु थाल्यौ, तिमीले प्रार्थना पो गर्नु थाल्यौ त हैन। के होला खोलेर हेर त। कस्तो रहेछ? मन पर्यो? लाइट जल्छ? चेक गर्न त। योपालि नै उसलाई त्यो टाइमहरू सबै हेर्नु सिकाइसकेको छ स्कुलमा, र त्यो देखेरै मलाई यस्तो स्ट्राइक भयो क्या दिमागमा, ए अब चाहिँ उसलाई घडी इन्ट्रोड्युस गर्नुपर्ने रहेछ भनेर। हुनु त मैले पहिला पनि उसलाई दिएको थिएँ घडी, तर जस्ट फर त्यो नानीहरूको स्टाइलको लागि मात्रै। र अब योपालि चाहिँ अलिकति घडीको इम्पोर्टेन्स नानीलाई लास्टमा यस्तो हो, उल्टा भयो नि त भयो। अन्त अब चाहिँ यो राइट टाइम रहेछ नानीहरूलाई टाइम इन्ट्रोड्युस गर्ने भन्ने जस्तो मलाई भयो, र त्यही भएर चाहिँ उसलाई मैले यो घडी ल्याइदिँदैछु। र अब चाहिँ प्रयागलाई मैले भनेको छु कि अब चाहिँ हामीले पुरै टाइम टेबल मेन्टेन गर्नुपर्छ भनेर, त्यही भएर चाहिँ मैले उसलाई गिफ्ट गरेको हो नानी है। अब हामी रुटिन बनाउने गाइस, र त्यो भिडियो पनि म तपाईहरुसँग शेयर गर्ने छु। नानीहरूलाई सानैदेखि नै हामीले टाइम टेबलमा हाल्नु चाहिँ जरुरी हुन्छ, र नानीहरू डिसिप्लिनमा जान्छ। त्यही भएर चाहिँ त्यही नै म ट्राई गर्दैछु, होप सो के कस्तो हुन्छ। र अरू पनि तपाईहरुलाई म देखाउँदैछु है, म त बातमा भुल्दैछु। अन्त अर्को चाहिँ मैले मगाएको छु, यो यस यो तिम्रै हो। फाल्टुमा पैसाको वेस्ट मात्रै नि होइन नि, छोरै त राम्रो चीज ल्याएको पो त। यसले चाहिँ के गर्छ भन्दा चाहिँ यो चाहिँ मैले गाइस प्रयोगका लागि ल्याइदिएको हो। कहिलेकाहीँ म घरको काममा नभ्याउँदा चाहिँ प्रयागले साफ सफाईको काम गर्छ है छोरा। गर्छौ? यता हेरेर भन न। त्यही भनेर चाहिँ मैले यो चाहिँ प्रयागको लागि ल्याइदिएको। हेरौँ अब घरको काम पनि त सिकाउनु पर्यो गाइस नानीहरूलाई होइन, त्यो भनेर चाहिँ मैले यो प्रयागलाई मगाइदिएको। एन्ड अर्को छ मेरो जुत्ता।
एकदमै सफ्ट। यो पनि मैले यो केबाट मगाएको यो मैले मिन्त्राबाट कि अमेजनबाट मगाएको। तर योहरू सबै चाहिँ 1 विक अगाडितिर नै आएको हो, तर मैले त्यही हो अनबक्सिङ गर्नै पाएको थिइनँ प्रयागको एक्जामले गर्दा। र दिस इज अनदर वान हो। अन्त फेरि मम्मीको लागि अझै एउटा चिज छ, छोरा भाइको लागि। मेरो पनि दुईटा त हुन् दुईटा। ए अँ नि है, म त सोच्दै थिएँ ला मम्मीको लागि म भक्कु भयो, छोराको लागि त एउटा मात्रै भनेर सोचेँ हो। अनदर वान इज माई टी सर्ट। यो पनि मैले खै मिन्त्राबाट रहेछ, मिन्त्राबाट मगाएको रहेछु। मैले त डिजिटल मात्रै हेर्नु आउँछ त, यो चाहिँ म हेर्नु आउँदैन त। यो म सिकाउँछु हेर है तिमीलाई ल। यहाँ हेर, यो सानो बडेलाई थाहा भयो, यो सानो बडे चाहिँ आवर ह्यान्ड, ठुलो बडे मिनट। अन्त यो यहाँ 3 भयो, डल्लै पार गऱ्यो भने 4 o'clock हुन्छ। यो चाहिँ 4 मा सर्छ। यस, यो डल्लै यो ठुलोलाई डल्लै यस्तो पार भने यो 5 मा सर्छ। अहिले कति बज्यो होला भन त? अहिले त 3 o'clock। अन्त जाने त अन्त 3:12 छ नि त। अन्त जाने त अन्त। अब कहाँ गएको? ए साला ल ल ल। यो टी सर्ट अर्को चाहिँ यो पनि मैले मिन्त्राबाटै लिएको हो। अन्त यो चाहिँ अब मलाई साइज चाहिँ हुन्छ कि हुँदैन त्यो चाहिँ म बादमा ट्राई गर्छु, तर मलाई प्रिन्टहरू राम्रो लाग्यो र एकदमै प्योर कटनको हो। अब अहिले समर लाग्दैछ र समरमा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ कटनको लुगा, त्यही भनेर एकदमै टाइम निकालेर गाइज आज मैले यो सामानहरू अनबक्सिङ गरेको। अनि र अब चाहिँ स्टार्ट गर्नु पर्यो घरको काम त सबभन्दा इम्पोर्टेन्ट हो। रेगुलरली हाम्रो सन्डे चाहिँ स्टार्ट हुन्छ प्रयागको बाल विकासदेखि, तर आज चाहिँ म उसलाई बाल विकास लाँदिनँ किनभने त्यही हो पुरै घरको कामहरू पनि पेन्डिङ छ र नानीहरूलाई पनि धेरै राम्रोसँगले साफसफाइहरू पनि गर्नु पाएकै छुइनँ र 2 जना नानीहरूलाई पुरै टाइम दिने आज सन्डेको दिन। सो लेट्स स्टार्ट द भिडियो। बिहान पहिला उठेपछि नानीहरूलाई ब्रेकफास्ट दिए अनि प्रज्ञानलाई वकरमा हालेर अब प्रयागलाई नुहाइधुवाइ गरिदिने। प्रज्ञान हाँसिरहेको देखेर म आएर हेरेको त दाजु चाहिँ त पोज दिइरहेको रहेछ। प्रयागको साथी पनि आइरहेको थियो र ऊ र सानो नानी भएर हाँसिरहेको रहेछ हो। आएर हेरेको त हेर्नुहोस् न, सलमान खान भन्दै पुरै पोज मारिरहेको रहेछ। पानीभित्र पसिसकेपछि पानी खेल्न पाइसकेपछि ट्याक्कै बाहिर निक्लिनु मान्दैन। म चाहिँ घडीको काँटा हेर्दै हिँड्नुपर्छ, छिटो यो काम भ्याएपछि फेरि अर्को काम गरिहालौँ भनेर। र यहाँ प्रयागलाई बोलाउँदा बल्ल बल्ल बाहिर निक्लियो र अब उसलाई पहिला लुगाहरू चेन्ज गरिदिने। सानो नानी अहिले धेरै चिजहरू सिक्न थालेको छ, भनेको कुराहरू सुन्न थालेको छ र हामीले यहाँ केही कामहरू गरेको देख्दाखेरि उसलाई नयाँ चिज लाग्छ होला र एकदमै एक्साइटेड भएर हेरिरहेको हुन्छ। नुहाइदिइसकेँ र अब एकछिनमा प्रज्ञानलाई पनि नुहाइदिने र त्योभन्दा अगाडि चाहिँ पहिला लन्च रेडी गरिहाल्नु पर्यो भनेर। टाइम कति छिटो बितेर जान्छ थाहा नै लाग्दैन र लन्च प्रिपेयर गरिहाल्यो भने चाहिँ ढुक्कै हुन्छ। र लन्चको लागि चाहिँ मैले चिकनको सुप अलरेडी बनाइसकेको छु र यहाँ म बैगुनको भाजा बनाउँदैछु। प्रयागले एकदमै मन पराउँछ बैगुन भाजा, त्यही भएर यहाँ बनाएको। र सानो नानीलाई नुहाइदिनुको लागि तातो पानी तताइरहेको छु र यहाँ भाजा बनिसकेपछि फेरि प्रज्ञानलाई म नुहाउनको लागि लाने। टाइम
टाइम एकदमै वेस्ट गर्नु चाहन्न म, किनभने छिटो काम गरिसक्नु सके भने चाहिँ नानीहरूलाई टाइम दिन सक्छु र अब एकैछिनमा फेरि प्रज्ञानको सुत्ने टाइम भइहाल्छ र यहाँ बैगुन भाजा बनाउँदै उसलाई नुहाइदिनुको लागि म रेडी गर्दैछु र आज के भयो प्रज्ञान हाँसेकै छैन र म उसलाई अलिकति हँसाउनेको ट्राई गरिरहेको छु। बैगुन भाजा पाकेको छ भनेर सुनेर प्रयागलाई भोक लागिहाले रे र उसलाई खाना चाहिहाले रे र म उसलाई दिन थालेँ र यहाँ हेर्नुहोस् न एकछिन उसलाई छोडेको बदमासी गर्नु थालिहाल्यो, बाथरुमतिर पो जान थाल्यो र उसलाई बोकेर रेस्ट बैगुन भाजा मैले बनाएँ र अब चाहिँ प्रज्ञानलाई नुहाइदिने। अहिले त्यस्तो चिसो त हुँदैन, अलिकति गरम चढिसक्यो र पनि नानीहरूलाई चिसो लाग्छ भनेर मलाई डर लाग्छ र तातो पानीले नै म नुहाइदिँदैछु र अलरेडी तातो पानी तताइरहेको थिएँ इलेक्ट्रिक जगमा र यहाँ म मिक्स्ड गर्दैछु। प्रयाग जस्तै छ प्रज्ञान पनि, जस्तो दाजु त्यस्तै भाइ। पानी देख्दा चाहिँ एकदमै इन्जोय गर्नु खोज्ने, पानीबाट चाहिँ निक्लिनै मान्दैन नुहाउँदाखेरि। कतिजना नानीहरू नुहाउँदा रुन्छ भन्छ, तर मेरो नानी चाहिँ पानीबाट निकाल्दा रुन्छ र यहाँ मजाले दुईजना दाजुभाइलाई नुहाएर मलाई एकदमै शान्ति फिल भइरहेको छ र नानीहरू त सिनिक्क भयो, तर म चाहिँ छु लथालिङ है। अङ्कलसँग आजकल प्रज्ञान पुरा मान्नु थालेको छ। मसँग हुँदा पनि अङ्कल देखिसकेपछि पछ्याउनु थालेको छ। अङ्कलले बोकेर अङ्कलले याद गर्नु भएर र यहाँ अहिले मैले अङ्कललाई दिएँ नानी र उसले फेरि त्यो हेयर कम गर्नु मान्दैन, उसको हेयर त छुनै दिँदैन र पनि हेयर कम गऱ्यो भने चाहिँ छिटो हेयर सुक्छ, चिसो लाग्दैन भनेर मैले उसलाई हेयर कम गर्ने ट्राई गरेँ, तर उसलाई हेयर कमै उसलाई चाहियो र उसलाई नै मैले हेयर कम दिएर अङ्कलसँग मैले छोडिराखेर भात खाउँ न अलिकति। नानीका आमा भइसकेपछि मौकाको फाइदा त उठाइहाल्नुपर्छ गाइज। अहिले अङ्कलले नानी हेरिदिनु भएको बेलामा लुगा उठाएर आइहाल्नु पर्यो भनेर, किनभने यो चाहिँ एउटा यस्तो काम हो म नानी उठेको बेलामा चाहिँ म गर्नु सक्दिनँ, किनभने उसलाई बोकेर जानु पर्यो या त घरमा नानीलाई छोडेर जानुपर्ने हुन्छ र पोसिबलै हुँदैन र छिटो नानीको लुगा उठाएर ल्याउनु पर्यो। अनि अघि मैले प्रयागलाई खाना दिँदाखेरि हतारमा मैले अर्को नानीलाई त सोध्नै बिर्सेछु र फेरि मलाई याद आएला मैले त उसलाई त खानै सोधिनँ भनेर र उसलाई मैले खाना सोधेँ। फेरि खाना खान्न आन्टी भन्यो र मैले दुईजनालाई नै चक्लेट दिएँ र अब छिटो गएर नानी लिनु पर्यो, किनभने अङ्कल पनि बिचारा कति नानी बोकिदिनुहुन्छ, हत्तुई पार्छ नानीले। अङ्कलले नानीलाई बाहिर लिएर जानुभएछ रोडतिर र अब अङ्कललाई एकछिन आउन त टाइम लाग्छ र त्यो टाइमसम्म म छिटो खाना खाइहाल्नु पर्यो। हेरिदिनु त बिचारा अङ्कल हेरिदिनुहुन्छ, जति बेला पनि इमर्जेन्सी हुँदा कामहरू छिटो गर्नु परेको बेलामा अङ्कल हेरिदिनुहोस् न भन्छु र अङ्कलले हेरिदिनुहुन्छ र त्यही हो। अब आफूले आफ्नोमा टाइम हुँदा र त्यस्तो साह्रो हतार नहुँदाखेरि चाहिँ म अरूलाई तङ गर्नु मलाई मन लाग्दैन, किनभने अब इमर्जेन्सी हुँदा त बिचाराले हेरिदिनै हुन्छ नि त होइन। त्यही भएर चाहिँ मैले अङ्कल भनेर बोलाएको त बाहिर जानुभएको रहेछ र तबसम्म त म खाना खानु भ्याइहाल्छु र अब खाना खाने गाइज। र अब म यो ब्लग म यहीँ एन्ड गर्दैछु र फेरि भेटौँला नेक्स्ट भिडियोमा। भिडियोलाई राम्रो लाग्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला।